वेलकम गाइस मेरो नयाँ ब्लगमा आज चाहिँ हाम्रो आज नयाँ ब्लगको आज हामी नयाँ भ्रमण जाँदैछौँ। हाम्रो कोरियन दाजु ड्राइभर हुनुहुन्छ। कोरियन दाजुले आज हामीलाई नजाने भन्दा नि कोठामा सुतिरहेको पुरै जबरजस्ती गरेर दाजुले लिएर जाँदै हुनुहुन्छ। हाम्रो साथमा हुनुहुन्छ र यसो हाई गरिदिउँ त। हेलो हाई दर्शन नमस्ते। हाम्रो राई सोल्टी जबिन ब्रदर हाई गर्ने हो। हाई गर न। अनि अब जाँदैछु कारे वाङदेङसन कि वारेङसन। लेट्स गाइस अब हामी चाहिँ जाँदैछौँ सर्ट लाएर। ल गाइस अब भिडियोमा जोडिरहनु होला। म देखाउँदै जान्छु, तपाईँहरू हेर्दै जानु होला। आज चाहिँ मौसम पनि मस्त खुलेको छ, हरियाली। घुम्नुपर्ने समय चाहिँ यही नै हो गाइज, होइन? अनि अब हामी चाहिँ जाँदैछौँ। आज मस्त मौसम पनि, घाम पनि लागेको छैन, पानी पनि परेको छैन। रमाइलो छ आजको दिन। ल गाइज हामी चाहिँ अब यहाँ गाडीबाट झऱ्यो। 45 मिनट गाडीमा चढेर केटाएर गाडी लगाएर पुरा अस्त व्यस्त भइरहेछ। यहाँ चाहिँ अहिले पार्किङमा छौँ। कोरियन दाजुको गाडी फेरि टायर बनायो कि के गनाउनु थाल्यो। उकालो चढेको आइगो भनेर बल्ल बल्ल पुरा हाँस्दै छ हाम्रो कोरियन दाजुको त्यहाँ। कोरियन दाजु टेन्सनमा आइसक्यो है। मैले सोच्यो हाई राख्यो हाई सेमिसयो। हाम्रो कोरियन दाजु बोल्न नसक्ने अवस्था छ। गाडी गनाएर टायर गनाएर जस्तो बुढाको। ल गाइस अब हामी पुग्न लाग्यो। हाम्रो अर्को गाइस चाहिँ गाडी लागेर फेरि कता हाम्रो टोली नाइके नै कहाँ गयो थाहा छैन गाडी लगाएर। सेमिसयो गाई सेमिसयो हामी चाहिँ अब उकालो चढ्दैछौँ। यताबाट जाने हो हामी। किन अब हामी चाहिँ उकालोतिर लाग्दैछौँ। यहाँबाट 10-15 मिनट जति हिँड्नुपर्छ अनि पुगिन्छ। रमाइलो हुँदैछ नि गाइज, रमाइलो छ गाइज। अब हाम्रो हरि सरलाई त रोटेर जङ्की क्या थाकिन्छ। रोड गयो भने थाकिन्छ। हिँड्ने सेमिसयो हिँड्दो रह्यो। भाइ हिँड्न भन्न थालिसक्यो। झन् कस्तो लाग्दैछ? फर्स्ट टाइम होइन तिम्रो त हराइन्छ पुरा एक्सर्साइज भयो। सुतेको यहाँ सुत्दा सेता नसा तन्क्यो कि अहिले? नसा तन्केर धेरै बढी नतन्काऊ नसा फेरि चुट्टेला। एक दुई बेला नसा हेर्न छुट्याइरहेको छ। है गाइस हामी जाँदैछौँ उकालोतिर। धेरै लामो नि पछाडि हिँड्यो होला। धेरै लामो नि हिँड्न सकिन्न होला। अस्ति माथि जाँदाखेरि ल है गाइस हामी चाहिँ पुग्न लाग्यो टुप्पोमा। वारेङसनमा चाहिँ वास्तवमा हेर्नुपर्ने चाहिँ नाइट भ्यू हो। आज उज्यालो छ, मौसम नि क्लियर नहुँदा यस्तो छ भ्यू चाहिँ। रमाइलो हुँदैछ नि गाइस, रमाइलो। म कस्तो आएको छु यार? ए ह्यान्डसम जन्मी चाहिँ ह्यान्डसम जन्ने मान्छे नि।
धन्यवाद गाजर लाएर आउनु पर्ने यार आँखा लाग्ला गाजर के राम्रै लाग्छ आँखा लाग्यो नि समस्या फेरि गाइज हामी चाहिँ वाराङसानको मेन पिक पोइन्टमा पुग्न लागेका छौँ रहेछ जमिन या धचिछनको धची थेन्स भाइरस क्र्याक बरिला कोको कोला नाइदर कोही त होला हेर साथी जस्तै भइरहेछ क्या साथी पुरा होइन या ल गाइज अब हामी पुग्दैछौँ है वाराङसान गाइज हामी चाहिँ फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आइसक्यौँ ए हो गाइस अब यहाँबाट नाइट भ्यू हेर्नुपर्छ तपाईँ कस्तो लाग्दैछ तिमीलाई फर्स्ट टाइम वाराङसानमा दिन क्वालिटी भयो नि आज हेर्ने छोयो मुल्ला है मुल्ला ल गाइस हाम्रो चाहिँ यो फाइनल डेस्टिनेसन हो अब नाइट भ्यू अहिले म अब एकछिनमा देखाउँछु सबैजना यहाँ मस्त कहिले अँध्यारो होला र यहाँको रमझम हेरौँला भनेर कुरेर बसिरहेछन् बेटीको चाट सक्यो जोडी ढुकुर आउने ठाउँ रहेछ यहाँ कहिले अँध्यारो पर्ला र यहाँ रमझम हेरेर भनेर कुर्दा कुर्दै सबैको यहाँ प्राणै जाला जस्तो भइसक्यो कहिले अँध्यारो हुन्छ हो अँध्यारै हुनु त्यहाँ झिलिमिली हेर्नलाई ल गाइस फाइनल्ली बत्ती भयो यहाँ फाइनल्ली केटा हो सकियो अन्त आजको है गाइस आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म थियो अर्को भिडियोमा त्यतिन्जेलीको लागि सबैको जय होस्